हेलो गाइज, हामी चाहिँ आज नवबुद्धसम्मको टुर प्लानमा छौँ र केटाहरू सबै रेडी हुँदैछ। अब हाम्रो हिँड्ने तयारी हुँदैछ। ल केटाहरू आइ भनिदेऊ। र चाहिँ अघि दुईजना केटाहरू छुटिरहेको थियो, भर्खर आयो केटाहरू चाहिँ। केटाहरूको इन्ट्री भर्खर भयो। ल आइ भनिदेऊ केटाहरू। अब हामी चाहिँ निस्किने क्रममा छौँ। हाम्रो चाहिँ 8जना ठ्याक्क 8जना छ आज। सबजना रेडी भइसक्यो। अब चाहिँ हामी निस्किँदैछौँ। ल अब बाटोमा भेटौँ है साथीहरू। We are on the way guys। हामी चाहिँ अहिले बर्खको गाउँमा छौँ गाइज। अब यो बर्खको पुलको पनि काम चाँडै सकिँदैछ 1 महिनाभित्र। त्यसपछि यहाँको जामको समस्या पनि हट्नेछ। जाममा अलिकति नपरेला जस्तो लागिरहेछ अहिले। लाइट छ र यहाँ लाइट बिग्रियो क्या? केटाहरू पेट्रोल हाल्दैछन्। यो कुन ठाउँ रे? यो पेप्सी खोलामा। ल छिर यतै आइज हो त्यहाँ आइज। मध्यपुर ठिमी है गाइजहरू चाहिँ यस्तो छ यहाँको घरहरू। पुरानो शैलीको नेवारी बस्ती। कस्तो क्लियर मौसम छ क्या है। डाँडा त पुरै खुला छ। चिता भट्टा बिनाको भक्तपुर चाहिँ अलि अधुरै हुन्छ होला होइन। भक्तपुरको त सानै थियो नि इटाभट्टा। केटाहरूले एक ठाउँ भनेर अर्को ठाउँ लानु लाग्यो भन्ने अहिले थाहा नभयो क्या। पाँच घन्टामा दाइ 5 hours only। गाइज हामी चाहिँ अहिले नवबुद्धको ठ्याक्क बिचतिर छौँ। यहाँ चाहिँ अब एकछिन रेस्ट गर्दैछौँ। मैले सुने अनि यो लेभलको एक्टिङ चाहिँ गर्छ जस्तो लागेको थिएन अरे त्यो एउटा। ल हामी अब 20-25 मिनेटमा वेदर चाहिँ एकदम बवाल भएको छ है यहाँ। हिजोको पानीले गर्दा चाहिँ वेदर एकदम डाँडा काँडा क्लियर बनाएर मजाको वेदर छ आज। त्यो चाहिँ सर्ट हाइक जाने ठाउँ रहेछ। त्योबाट हल्का माथि आउनुपर्छ। केटाहरूको यहाँ फोटो सेसन चलिरहेछ। ल गाइज अब चाहिँ हामी यहाँबाट सिधै नवबुद्धतिर लाग्दैछौँ। यहाँ हाम्रो यो दाजुको चाहिँ त्यहाँ फार्म हाउस छ। अब हामी डाइरेक्ट त्यहाँ फार्म हाउस पुगेर तपाईँहरूसँग फेरि भेट्छौँ है त। ल गाइज हामी चाहिँ अब नवबुद्धतिर लाग्यौँ सिधै। कहाँ जाने बाटो बनायो? कस्तो खतरा बाटो बनाएछ है।
दामी दे बत्ता I can do this by myself. गाइस नवबुद्धको सुरुवात भने चाहिँ यसले चिनिन्छ है। हाम्रो माथिको झिलिमिली फ्ल्यागबाट चाहिँ हामी नवबुद्ध इन्ट्री गर्दैछौँ भन्ने बुझ्यो। त्यही छोडे जस्तो छ। ल गाइस हामी चाहिँ अब ठ्याक्कै फार्म हाउस आइपुग्यो। हेलो प्रन्सक, हेलो हेलो यो हेलो दाजु। Finally, we're in the farmhouse. Okay. Hey, Gogo. Hi, my name is Gogo. हाम्रो चाहिँ अब यहाँ यसो फार्म हाउसमा रमाइलो सुरु हो। खाना पनि खाएको छैन, आफै बनाउनु पर्छ। ग्लास यतापट्टि छ। मासुहरू सबै रेडी छ, भातहरू यहाँ पाकिसक्यो, दाल भात पाकिसक्यो, आमा साग खोज्नु जानुभएको छ। अब सर्लक्क बनाउनु पर्छ होइन त। केटाहरू माथि कौसी भ्यू हेर्न गएको छ। त्यो ब्याम्बु यहीँ फल्छ, त्यसको बिउ म तँलाई पनि दिन्छु। हल्ला नगर्न, बिउ दिन्छु कालो। केटाहरू अहिले पुरै कुकिङमा बिजी छ। यो के हो, अदुवा लसुन डिपार्टमेन्ट हो। अदुवा लसुन डिपार्टमेन्ट, यो भाइको कफीको डिपार्टमेन्ट, हाम्रो आमै डिपार्टमेन्ट, कुक हाम्रो अहिले कुक, अहिले हेल्पर प्लस कुक, एकदम कुकिङ डिपार्टमेन्ट। सेफ सेफ नकिरी नाचे जस्तै आउ नाचौँ अँध्यारोमा। अब चाहिँ हामी यसो खानपान सकेर घुम्न निस्किँदैछौँ। यहाँ चाहिँ जरायोहरू बाटोबाट जाँदैछ। जराएको भाइ भने जराएको भाइ मृगको बहिनी। हामी कता जाँदैछौँ अब? हामी जाँदैछौँ अब एकछिन माथि अलिक ठुलो टाढा, जहाँ चाहिँ हामी एकछिन हाट गर्छौँ। यसो शीतल हावा खाएर पानी खाएर आउँछु है गाइज। ल गाइज एकछिनमा भेटौँला डाँडामा। ओके गाइज। लगाइ जान्छ अब एउटा यहाँ मन्दिर भेट्यो।
माथि डाँडा रमाइलो पनि छ अरे। मन्दिरतिर लाग्दैछौँ। गेट चाहिँ यस्तो छ है, खुकुरी नेपालको झन्डा सहित। पर्याङ पनि कत्रै छ उकालो। केटाहरू अझै यता आउँदैछन्। उतै डाँडामाथि गएर झन् सब हेर्न पायो, मजा आउँछ है। भन्दा भन्दै गुल्टुङ 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 गुल्टेर We are heading back to home, guys. We are returning back to farmhouse. लगाएछ हामी चाहिँ यहाँबाट अब सेल्फी डाँडा छ एउटा, फोटो खिच्ने मजाको भ्यू देखिने। यतातिर आँसै केटाहरू चाहिँ सब रिल्याक्सिङ मोडमा बसिरहेछन् आफ्नो आफ्नै पोजमा फोटो भिडियोहरू लिँदै। अब हामी एकछिन यहाँ बस्छौँ, मजाले भ्यू हेर्छौँ, हावा खान्छौँ, अनि फेरि कम्बल लेखेर माथि हेर्न त क्या रमाइलो हुन्छ। आमा तल स्कुल छ है। बबाल सनसेट भएछ ल। बस यो हो नि तरिका, जे चले पनि केही फरक पर्दैन ल। अब Barbecue in the house. It's wonderful. जेबिएल ल्याक हो पारी त्यो डाँडामा घाम लाग्यो, घमाइलो। सब सुतिरहेको अवस्था छ अहिले। बिहानको 6 बज्यो।
चाहिँ अब निस्किने क्रममा छौँ।